गाइस ग्लोबल न्यूज हेर्नु भएको छैन भने यो सुन्नुहोस् राम्रोसँग अन्तिमसम्म सुन्नु होला। युए चाहिँ ओपेक र ओपेक प्लस कन्ट्रीको जुन ग्रुप छ हैन त्यहाँबाट चाहिँ मे 1 बाट एक्जिट हुने भयो भनेर फुल अफिसियल अनाउन्समेन्ट आइसक्यो हैन। तपाईहरुले एकदम न्यूजहरु हेर्न सक्नुहुन्छ त्यसको लागि। अब यसको इम्प्याक्ट चाहिँ एकदमै गहिरो छ, त्यही भएर म आज डिस्कसन गर्दै छु तपाईहरुसँग। सुरुमा ओपेक भनेको के हो र यसको इम्प्याक्ट के हो भनेर चाहिँ हामीले बुझ्नु जरुरी छ क्या है। ओपेक भनेको अर्गनाइजेसन अफ पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रीज, अर्थात जुन कन्ट्रीले चाहिँ तेल उत्पादन गर्छ र ग्लोबल मार्केटमा बेच्छ तिनीहरुको त्यो कन्ट्रीहरुको एउटा ग्रुप छ हैन, त्यसलाई नै ओपेक भनिन्छ। यो ग्रुपमा चाहिँ मेजर कन्ट्रीजहरु जस्तै साउदी अरेबिया, इरान, इराक, कतार, युएई, नाइजेरिया, भेनेजुएला, यो कन्ट्रीहरु चाहिँ मेजर तेल उत्पादन गर्ने कन्ट्रीहरु हो हैन। हो यिनीहरुको ग्रुप जुन छ त्यसलाई नै ओपेक भनिन्छ है। अब यसले चाहिँ कसरी चाहिँ रुल गर्थ्यो ग्लोबल मार्केटमा भने नि हैन। एनर्जी भनेको त अब जहिले पनि अब जे कुराको लागि चाहिने कुरा हो नि त हैन। एनर्जी भएन, तेल भएन भने के गर्नुहुन्छ तपाई हैन। हो त्यही भएर त्यो कुराको लागि चाहिँ ओपेकले चाहिँ जहिले पनि कन्ट्रोल गर्थ्यो क्या है। अब डिमान्ड र सप्लाईलाई चाहिँ यसले यसरी मेजर गर्थ्यो र यसरी कन्ट्रोल गर्थ्यो नि हैन, जसले गर्दाखेरि तेलको भाउ चाहिँ कहिले पनि उसले गिर्न दिएन क्या एउटा लेभल भन्दाखेरि चाहिँ हैन। जस्तै 10 लाख ब्यारेल तेल चाहिएको छ भने उसले चाहिँ कुनै एउटा कन्ट्रीलाई हैन के भन्थ्यो भन्दाखेरि चाहिँ तैले चाहिँ जम्मा 8 लाख ब्यारेल तेल मात्र उत्पादन गरे भनेर उसले चाहिँ अर्डर दिने गर्थ्यो क्या। त्यसले गर्दाखेरि जहिले पनि तेल जति चाहिएको छ त्यो भन्दा कम मात्रामा उत्पादन हुन्थ्यो र कम मात्रामा सप्लाई हुन्थ्यो। त्यसो भएपछि ग्लोबल मार्केटमा तेलको प्राइस चाहिँ जहिले पनि अप 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 भयो र तेलको प्राइस अप हुने बित्तिकै तपाई हामीले युज गर्ने जति पनि प्रोडक्टहरु छ सबैको प्राइस चाहिँ हाई हुने भयो। तपाई हाम्रो कन्ट्रीमा इन्फ्लेसन किन हाई छ भन्दाखेरि चाहिँ डेफिनेटली यो इन्धनहरु हैन एनर्जीको कारणले नै हो, मेजरली हेर्नु पर्दाखेरि हैन। अब यो ओपेकको जुन रोल छ नि हैन ग्लोबल मार्केटमा एकदमै हाई छ है। यहाँबाट चाहिँ यस्तो ग्रुपबाट युएले चाहिँ किन म बाहिर जान्छु भनेर भन्यो होला त, एक्चुअली सोच्नुस् त है। यसमा चाहिँ युए को के फाइदा छ र त्यो भन्दा पनि बढी फाइदा चाहिँ कसलाई छ भनेर हामीले यसो एनालाइसिस गरौँ। युए यत्रो वर्षदेखि ओपेकमा कनेक्टेड छ हैन, ओपेकमा छ 1967 देखि सोच्नु यत्रो वर्षपछि सडनली चाहिँ किन चाहिँ ऊ अब आउट हुन खोज्यो त भन्दाखेरि चाहिँ अब उसले चाहिँ आफ्नो मार्केटलाई चाहिँ एक्सपान्ड गर्न खोज्यो र उसले चाहिँ अब अलि धेरै पैसा कमाउन खोज्यो तेल प्रोडक्सन तेल सप्लाईबाट चाहिँ हैन। अहिलेसम्म चाहिँ ओपेकले चाहिँ लिमिटेसन लगाइदिन्थ्यो हैन। अब 3 लाख ब्यारेल पर डे प्रोडक्सन गर्थ्यो भने उसले अब 7 लाख ब्यारेल पनि प्रोडक्सन गर्न पायो र त्यही अनुसार सप्लाई पनि गर्न पायो क्या। अनि यसले गर्दा त अब फेरि ग्लोबल मार्केटमा तेलको भाउ त स्वाट्ट घट्ने भयो त हैन। त्यसको मेजर फाइदा कोलाई हुन्छ अब यो पनि त छ मेन हैन। उसले अब युएले तेल त बेच्न पायो मजाले, पैसा पनि कमाउन पायो हैन। तर सरस्वती हेर्दाखेरि चाहिँ यसको मेजर फाइदा चाहिँ अब अमेरिका जस्तो कन्जम्पसन बेस्ड इकोनोमीलाई चाहिँ हुनेवाला छ। हेर्नुहोस् है, मैले एउटा उदाहरण दिँदैछु। अमेरिका कस्तो कन्ट्री हो भन्दा ऊ चाहिँ प्रोडक्सनमा निर्भर नभएर ऊ चाहिँ कन्जम्पसन जुन खर्च त्यहाँको मान्छेहरूले गर्ने जुन खर्च छ नि त्यसमा बेस्ड इकोनोमी हो क्या हैन। अब त्यहाँको मान्छेहरूले खर्च जति गर्छ नि हैन, त्यो खर्च गर्ने जुन मोनेटरी भ्यालु हुन्छ नि उनीहरुको पैसाको जुन भ्यालु हुन्छ नि त्यो बढ्ने बित्तिकै उनीहरुले त अझ धेरै सामानहरु मा खर्च गर्ने भयो। त्यसले गर्दा के भयो, पैसा चाहिँ त्यहाँ एकदमै चलायमान भयो हैन। त्यो हुँदा बित्तिकै इन्फ्लेसन एकदमै डाउन हुने भयो हैन। अल्टिमेटली डलरको भाउ भनेको स्ट्रङ हुँदै जाने भयो है। फाइदा युएस जस्तो कन्ट्रीलाई भयो किनभने सबै कुराहरु त अब ग्लोबल करेन्सी भनेको कुन हो भन्दा डलर हो। अनि युएसए लाई अर्को कुरा के पनि फाइदा भयो भन्दा अब ऊ चाहिँ सिंगल कन्ट्रीहरुलाई चाहिँ डिल गर्न पायो क्या। अहिलेसम्म चाहिँ युएसए ले चाहिँ ओपेकसँग झगडा गरिराख्नु पर्थ्यो तेलको प्राइसको बारेमा हैन सबै है। अनि त्यसले गर्दाखेरि इम्प्याक्ट त डलरलाई पर्थ्यो हैन। तर अब चाहिँ उले चाहिँ सिंगल कन्ट्रीहरुलाई चाहिँ इजिली ह्यान्डल गर्न सक्ने भयो, उसको बार्गेन पावर चाहिँ अझै बढ्दै जाने भयो। अनि अर्कोतिर हेर्दाखेरि चाहिँ अब युएले के गर्छु भन्दैछ भन्दा नि हैन, प्रोडक्सन त डेफिनेटली उले बढाएर लैजान्छ युएले हैन। तर त्यो बाहेक उले के पनि गर्छु भन्दैछ भन्दा उले चाहिँ युएनमा चाहिँ तेललाई चाहिँ बेच्छु भनेको छ क्या। अब यसको इम्प्याक्ट हेर्नुस् है त, सर्ट रनमा डेफिनेटली केही फरक पर्दैन युएस लाई हैन, किनभने अहिलेको ग्लोबल करेन्सी भनेको
डेफिनेटली डलर हो हैन, युएनको धेरै इम्प्याक्ट छैन। अब त्यसको कन्ट्रोल चाहिँ फेरि चाइनासँग मात्रै छ। त्यसले गर्दा युएसलाई सर्ट रनमा चाहिँ खासै फरक पर्दैन, तर लङ्गर रनमा चाहिँ हेर्यो भने चाहिँ डेफिनेटली इम्प्याक्ट गर्छ। किनभने अहिलेसम्म चाहिँ जुन पेट्रो डलरको कन्सेप्ट थियो त्यो चाहिँ बिस्तारै चाहिँ ब्रिज हुँदैछ। त्यसलाई चाहिँ बिस्तारै बिस्तारै युएन जस्ता करेन्सीहरू, रुबेलहरूले चाहिँ अब चाहिँ बिस्तारै पेल्दै लिएर जाँदैछन् हैन। त्यसको असर डेफिनेटली लङ्गर रनमा चाहिँ हुन्छ, तर सर्ट रनमा चाहिँ युएस चाहिँ हावी नै हुनेवाला छ हैन। अनि यसको डाइरेक्ट इम्प्याक्ट भनेको हाम्रो जस्तो कन्ट्रीहरूलाई पनि हुन्छ क्या, किनभने तेलको प्राइस घट्नु भनेको हामीलाई चाहिँ राम्रो नै हुनु हो हैन। हामीलाई इन्धनको हैन, एनर्जीको प्राइस कम हुनु भनेको त अब जे कुरा पनि हाम्रो त सस्तिएर जान्छ नि त हैन। अनि हाम्रो जस्तो चाहिँ कन्ट्रीहरूलाई चाहिँ एकदमै राम्रो हुनेवाला छ यो कुराले गर्दा है। यस्तै कुराहरूको लागि चाहिँ मलाई फलो गर्नु होला। केही सल्लाह सुझाव छ भने कमेन्टमा चाहिँ लेख्न नबिर्सनु होला। धन्यवाद।